छ हेलो भाइ हाई भन्दिउ त ब्लगमा ल नाम भन्दिउ न चट्ट नाम के हो तिम्रो यता हेर न म कस्तो क्युट छौ ह्यान्डसम सो हे गाइज वेलकम टु एसके एन्ड जिजी ब्लग सो गाइज हामी चाहिँ फेरि अर्को ब्लग ल्याएर हामी आइसकेको छौँ सो तपाईँहरूले हाम्रो फर्स्ट ब्लगमा चाहिँ यस्तो माया देखाउनु भएर चाहिँ हामीले सेकेन्ड ब्लग ल्याउन चाहिँ बाध्य ताने भयो होइन सो आज चाहिँ हामी कहाँ जान लाग्छौँ भन्दाखेरि आज चाहिँ हामी फेमस प्लेस नगरकोट जान लाग्छौँ मसँग को जान्छ भन्दाखेरि मसँग चाहिँ सागर दाई जानुहुन्छ सागर दाई कहाँ छ भन्दाखेरि हेलो अल अफ यु वेलकम टु एसके एन्ड जिजी ब्लग तपाईँलाई एसके र जिजी ब्लगमा स्वागत छ आज चाहिँ अब इन्ट्रोमा पनि हाम्रो क्यामराम्यान भाइ हाम्रो जिजी हाम्रो एसके र जिजी ब्लगको क्यामराम्यान जुन चाहिँ ग्याल्जिन उसको नाम पनि मिठो छ उसको कामहरू पनि मिठो छ उसले गर्ने हरेक एक्टिभिटीहरू मिठो छ त्यस्तै भन्दै गर्दाखेरि आज चाहिँ हामी अगाडि इन्ट्रोमा पनि हाम्रो ग्याल्जिन भाइले चाहिँ अगाडि सबै जानकारी दिइसकेको छ आज उसलाई मलाई पनि आज उसले साथ दिइरहेको छ भन्न चाहन्छु र आज त्यस्तै हामी दुईजनालाई साथ दिन चाहिँ एकदम मौसमले पनि साथ दिइरहेको छ किनभने आजको यस्तो रमाइलो दृश्य छ कि आज घाम मजाले लागिरहेको छ र मौसम पनि त्यस्तै राम्रो क्लियर देखिएको छ र आज हामी तपाईँहरूलाई भाइले पनि भने जस्तै अगाडि आज चाहिँ हामी फेमस ठाउँ नगरकोट जुन चाहिँ सबैको लागि प्यारो जुन चाहिँ सबैले माया गर्नुहुने जुन चाहिँ सबैले घुम्नुपर्ने ठाउँ नगरकोट हामी गइरहेको जान लागिरहेको छौँ र त्यहाँ जाँदाखेरि चाहिँ हामीले अब विभिन्न ठाउँमा अब हामी कता जान्छौँ के गर्छौँ हामी के गर्छौँ हाम्रो गतिविधिहरू के हुन्छ भन्ने कुराहरू तपाईँलाई हामी भिडियो मार्फत जानकारी गराउँला किनभने आज चाहिँ अब हामी ठ्याक्क अब टाइममा चाहिँ हामी यहाँबाट जान लागिरहेको छौँ र हामी त्यहाँ जाँदाखेरि चाहिँ अब विभिन्न ठाउँहरू नगरकोट भ्यू टावर रानी झुला अब हाम्रो समयअनुसार टुडी झरनादेखि लिएर अन्य विभिन्न हामी जुन ठाउँमा पुग्छौँ तपाईँले त्यो ठाउँको अपडेट पनि दिँदै गरौँला र आज हामीसँग हामी दुईजना साथ दिँदै आज चाहिँ हामीसँग एकदम प्यारो चक्लेटी बोय भन्दा पनि हुन्छ एकदम ह्यान्सी हाम्रो प्यारो भाइ हाम्रो माधव भाइले पनि आज साथ दिनको लागि चाहिँ हामीसँग पल्सर 150 बाइकमा चाहिँ हामी सँगै गइरहेको छौँ र त्यहाँ जाँदाखेरि हामीले विभिन्न अपडेटहरू के हुन्छ कसो हुन्छ भन्ने कुरा हामी जानकारी दिँदै गर्छौँ भन्दै फेरि भेटौँला गाइज भन्दै बाइक कुरा पछि सो गाइज फाइनली हामी चाहिँ राधे राधे आइपुगिसकेका छौँ हेर्न सक्नुहुन्छ भ्यू सो गाइज अब हामी चाहिँ सिर्जनानगर आइपुगिसकेका छौँ अब तपाईँहरूलाई चाहिँ नगरकोट जानु मन छ भने चाहिँ यो नयाँ टिभी भक्तपुरको बाटो आउनुहोस् होइन त्यसपछि यहाँ चाहिँ दुईवटा बाटो छ यहाँ अगाडिबाट जान नि पायो यहाँबाट चाहिँ हल्का सर्टकट हुन्छ भनेर चाहिँ हामी यो लेफ्टबाट जान रहेको छौँ यहाँबाट चाहिँ जान सक्नुहुन्छ यताबाट लेफ्ट लिएर चाहिँ हामी नगरकोट पुग्न सक्छौँ अनि एउटा चाहिँ अगाडिबाट हामी नगरकोट पुग्न सक्छौँ होइन यो चाहिँ हल्का सजिलो नै हुन्छ बाइक राइडरहरूलाई चाहिँ अनि तपाईँहरूको गाडी छ भने चाहिँ तपाईँहरू चाहिँ यहाँबाट गएको बेस्ट है त तपाईँहरूलाई चाहिँ हामी अपडेट दिइराख्नेवाला नै छौँ सो गाइज हामी चाहिँ फाइनली कमल विनायक आयो होइन यो यता तल गयो भने चाहिँ हामीले चाहिँ कमल विनायकको बस स्टप देख्न सक्छौँ होइन हामी चाहिँ यो बाटो छोडेर हामी चाहिँ सिधै जानुपर्ने हुन्छ होइन नगरकोटको लागि अनि तपाईँहरू चाहिँ बाई बस आउनु मन छ भने चाहिँ तपाईँहरू चाहिँ बाई बस आउनु मन छ भने तपाईँहरू चाहिँ कमल विनायकसम्म बसमा आउनुहोस् अन्त यही अगाडि चाहिँ हाम्रो नगरकोटको बस स्टप पनि छ होइन जहाँ यताबाट चाहिँ तपाईँहरूले बस पार्क यहाँबाट चाहिँ तपाईँहरू चाहिँ बस लिन सक्नुहुन्छ होइन नगरकोटको एकैचोटि यही हो बस पार्क चाहिँ तपाईँहरूले यताबाट चाहिँ नगरकोटको बस हेर्न सक्नुहुन्छ यही हुन्छ तपाईँहरू चाहिँ यहाँ बसमा चाहिँ तपाईँहरू नगरकोट पनि जान सक्नुहुन्छ है त सो गाइज हामी चाहिँ फाइनली अहिले चाहिँ हामी खरेपाटी आएको छौँ यता चाहिँ आर्मी बेस क्याम्पहरू छ होइन यता चाहिँ सबै आर्मीको तालिमहरू हुन्छ अनि यता चाहिँ फ्यामिली मिटअपहरू पनि हुन्छ जब 1 वर्षको तालिम सकेर चाहिँ फ्यामिली मिटअप हुन्छ नि त्यतिखेर चाहिँ यता फ्यामिलीहरू बोलाएर चाहिँ यता मिटअप हुन्छ होइन हेर्न सक्नुहुन्छ है अनि नगरकोटको बाटो चाहिँ ठिकठाक नै छ भनौँ त्यस्तो पनि राम्रो पनि छैन नराम्रो पनि छैन यता हेर्न सक्नुहुन्छ कि अरू अपडेट तपाईँहरूलाई बाटोको अपडेट चाहिँ अब हामी बिचमा दिइराखौँला है त सो गाइज हामी चाहिँ मुहान पोखरी आएको छौँ होइन अनि यता चाहिँ पानी हेर्न सक्नुहुन्छ पुरै सुकिसकेको छ अनि यता चाहिँ हल्का हल्का त्यो कोइलाको जमेको पानी रहेछ भाइ कस्तो लागिरहेको तिमीलाई भनिदेऊ न हौ हल्का प्लिज यस्तो आएर चाहिँ यस्तो चाहिँ नगरिदिनु होला यहाँ के हो यो सुधा सुधाको फाइनली गाइज हामी चाहिँ अब मुहान पोखरीमा आइसकेका छौँ अब यहाँ चाहिँ पहिला आउँदाखेरि चाहिँ पानी मुटुले झर्ने यताउति मजाको पानी झर्ने ठाउँ रहेको थियो आजभोलि चाहिँ अहिले पानीको मन सुकाएर छ तर अब यो असार साउनको टाइममा चाहिँ पानी सायद हुन्छ पनि होला यहाँबाट चाहिँ हामी एउटा खोइ मनोरम एकदम रमणीय खालको झरना
यहाँ माथि झर्नाको स्रोत छ अरे भन्ने सुनेको थियो कुन झर्ना छ त्यो त थाहा छैन उयो गएपछि थाहा होला बाँकी कुरा चाहिँ हामी अब माथि झर्ना पुगेपछि अपडेट दिँदै गरौँला झर्ना चाहिँ दामी छ अरे गाइज एक्चुअली आउने ल हामी एक्लै आउनु लाग्यो होइन यता सबैजना आउनु भइरहेको छ हुन्छ साथमा साथमा क्यामेराम्यान एके डिजी ब्लग ग्यालदेन खिच्दिउँ है त हेलो भन्नु हेलो भनिदिनु त सबैजना प्लिज ओ ल है त ल के छ हेलो भाइ हाई भनिदेऊ त ब्लगमा ल नाम भनिदेऊ न चट्ट नाम के हो तिम्रो यता हेर भन यता हेर न म कस्तो क्युट छौ ह्यान्डसम अनि यहाँ के को लागि आएको भाइ खेल्नको लागि हेर्नको लागि तिम्रो साथीहरू हौ दुईजना कहाँ भाइको घर चाहिँ नजिकै हो ल ल लजाएर गयो भाइ बिस्तारै बिस्तारै जाऊ ल ल हेर यो भाइको चाहिँ टोली नै रहेछ है यहाँ भाइबाट टोली ल भाइहरू आयो भन्नु हाई भन्नु त भाइ ब्लगमा ल सबैलाई आयो भन्नु हाई भन्नु त भाइ ओए भाइ यो झर्नामा स्विमिङ खेल्न मिल्छ झर्नामा स्विमिङ खेल्न मिल्छ मिल्छ ल फाइनली गाइज हामी चाहिँ अब टुडी झर्ना आइसकेका छौँ टुडीको तल्लो भाग माथिल्लो भाग चाहिँ अलिक माथि रहेको छ यहाँबाट नजिकै रानी झुला पुल अलिकति यहाँबाट अलिक पर देखिने रहेछ अब हामी चाहिँ स्विमिङको लागि पनि यहाँ ठाउँ ठाउँमा एउटा यहाँ स्रोत रहेछ एउटा अलिक तल छ अब त्यो हामीले एकछिन देखाउँला एउटा अलिक तल पनि छ अनि एउटा अलिक तल पनि रहेछ यहाँ ठाउँ ठाउँमा स्रोतहरू छन् हामी चाहिँ मुख्य के छ भाइ यहीँ खेल्ने विचार गऱ्यौँ यहीँ नै हो यहीँ नै खेल्ने विचार गऱ्यौँ यहाँ दाइहरूले के भन्नुहुन्छ यसो प्रतिक्रिया दिनु त थोरै पौडी खेल्नको लागि चाहिँ हजुर हजुर भाइ भनिदिनु छ एकजना हाई भनिदिनु ल अब चाहिँ अब हामी- यहाँ जति पनि कुराहरू भन्नुभयो यहाँ हाम्रो दाइहरूले पनि भनिहाल्नुभयो अब हामी चाहिँ यहाँ के चाहिँ एकचोटि हेर्छौँ अब पानी पनि चिसो छ अरे भन्ने सुनेको थियो घाम चाहिँ कमै लाग्ने रहेछ हामी चाहिँ यहाँ रमाइलो गरेर चिल आउट गरेर यो सबै टुडी झर्नामा तपाईँले जुन हामीले भिडियो अगाडि पनि भनेको थियौँ त्यो ठाउँमा आएर देखाइदिइहाल्यौँ बाँकी अपडेट अझै दिँदै गरौँला अब अहिलेको लागि चाहिँ यति नै भन्नु पऱ्यो है त गाइज हामी चाहिँ मासु पोलिसकेको छौँ होइन अनि यता चाहिँ थोरै झिकिसकेको छौँ चाख्नु है त कस्तो छ भनेर एउटा चाहिँ चाख्नु पर्यो जाने भए जाऊ ए माया अब धेरै नसताऊ
हो तिम्रो त्यो चाल देखेर आज बुढी लाग्यो नि हौ अब जाने भए जाऊ ए माया अब धेरै नसकाऊ हो तिम्रो त्यो चाल देखेर आज बुढी लाग्यो नि हौ मारुले पनि नहेर मलाई हरे बगाइ लान्छु डोलीमा फुलेको फुल ओइलेर जान्छ मन मेरो जान्दै बिहेको चिनो हराइ जाला यो गर्न जान्दैन हो फुलेको फुल ओइलेर जान्छ मन मेरो जान्दै बिहेको चिनो हराइ जाला यो गर्न जान्दैन अब फुलफुरी गर्ने बानी ए मलाई अचम्मै लाग्यो नि हो तिम्रो त्यो हेराइ मुटुमै लाग्यो सकिन जान्दैन अब जाने भए जाऊ ए माया अब धेरै नसकाऊ हो तिम्रो त्यो चाल देखेर आज फुलफुरी लाग्यो खाली है चोयाको ढोको सानो माया है लगाउने ढोको नपुगुर्दै मर्छु पख्यारे भन सोटी बरोबर नढाँटी ए भन सोटी बरोबर नढाँटी है लेखाली है चोयाको ढोको सानो माया है लगाउने ढोको नपुगुर्दै मर्छु पख्यारे भन सोटी बरोबर नढाँटी ए भन सोटी बरोबर नढाँटी बग्यो खोला बेसी गरे समय तिम्रो माया कलेजमा डम्मै बग्यो खोला बेसी गरे समय तिम्रो माया कलेजमा डम्मै आँखैमा गाजलु लपकै भन माया लगाइदेऊ कि झपकै पैसैमा मर्छु पख्यारे भन सोटी बरोबर नढाँटी ए भन सोटी बरोबर नढाँटी। सो गाइज हामी चाहिँ यो रानी झुलाको जाने क्रममा चाहिँ होइन दामी भ्यू देखेर चाहिँ हामी यहाँ बसेको छ तपाईँहरू पनि प्लिज यो भ्यू हेरेर इन्जोय गरिदिनु है त क्या दामी भ्यू आयो भने यो अगाडिको तपाईँ देख्नु चाहिँ यो रानी झुला यता नगरकोटको फेमस पुल भ्यू घना जङ्गल क्या यहाँ त। सो गाइज फाइनली हामी चाहिँ नगरकोटको भाइरल पुल आइसकेको छौँ है त। यो चाहिँ पुलको नाम चाहिँ रानी झुला पुल रहेको छ। यहाँ चाहिँ प्रायः धेरै यस्तै बिहान र बेलुका टाइममा चाहिँ प्रायः धेरै हेर्नको लागि आउँछ। यो अलि लामो पनि पुल रहेको छ र अर्को स्थानमा रहेको पुल पनि छ। यो चाहिँ दुईवटा जङ्गलको बिचमा रहेको पुल हो जहाँ चाहिँ हेर्दाखेरि दायाँ बायाँको सिनहरू पनि दामी देखिन्छ र यहाँ चाहिँ प्रायः हेर्न धेरै नै आउँछन् गाइज। हामी चाहिँ तलबाट सिधै भाइरल पुलमा आएको छौँ अहिले हेर्नको लागि अपडेटको लागि हामी अहिले यहाँ आएको छौँ। अब बाँकी अझ अब भिडियो गरौँला। अहिले चाहिँ अब सर एकचोटि पुलको हामी भिडियो बनाउँछौँ त्यहाँबाट हामी पछि जानकारी जहिले भनेको सबै सही नै हो। यहाँ मान्छे मात्रै हेर्नु न प्लिज यार, मान्छे मात्रै हेर्नु न तलदेखि माथिदेखि होइन सबै आएर त्यो झुलमा त कति हो कति होइन। यहाँबाट हामी जान्छौँ तपाईँहरूलाई हामी छोटो मिठो सिनेमेटिक देखाउनेवाला नै छौँ है त। हामी चाहिँ नगरकोटको भाइरल पुल रानी झुला पनि झुलेरै आइसक्यो झुलेर आयो भनौँ, किनभने त्यहाँ चाहिँ धेरै मान्छे हिँडेर चाहिँ झुलिरहेको थियो क्या पिङ जसरी। अनि यता चाहिँ हुनुहुन्छ हाम्रो माधव भाइ। हेलो अल अफ यु गाइज। हामी चाहिँ एकदम रमाइलो तरिकाले होइन अब अघि अर्को बाटोबाट गएर अहिले चाहिँ फेरि अर्को बाटोबाट आयौँ। नयाँ बाटोमा हिँड्दाखेरि छुट्टै अर्को आनन्द भाइब आउँदो रहेछ। हामीले चाहिँ सुरुमा तपाईँलाई जानकारी दिएका थियौँ जुन पुल बाइक रोकेर चाहिँ पार्किङमा राखेर जहाँबाट गएको थियौँ ठ्याक्कै त्यही बाटो चाहिँ अर्को बाटोबाट आइरहेको छौँ। यस रमाइलो लाग्यो। आज स्विमिङ पनि गरियो, नाचियो, गाइयो, हाँसखेल पनि गरियो। साथमा हामीलाई साथीमा भाइहरू माधव भाइ पनि थियो क्यामेराम्यानमा।
हाम्रो मेरो प्यारो भाइ यालजिन भाइ पनि थियो। त्यही भएर आज एकदम रमाइलो गऱ्यो, चिल आउट गरियो। आज मौसमले पनि राम्रो तरिकाले साथ्यो, एकदम बहुत रमाइलो लाग्यो। अब हामी यहाँबाट चाहिँ सिधै अब बिचको बाटोहरूको क्लिप अनि सिधै नगरकोट भ्यू टावर जुन चाहिँ सबैको लागि एकदम मनपर्ने एकदम फेमस ठाउँमा चाहिँ हामी जान गइरहेको छौँ। र त्यहाँ हामीले बाइक राखेको पार्किङसम्म हामी त्यहाँ गएर बाइक चढिसकेपछि बेसिकली नगरकोट भ्यू टावरमा तपाईँलाई भेटौँला। अहिले यति नै त गाइस। सो गाइस फाइनली चाहिँ हामी चाहिँ एउटा नगरकोटको फेमस ठाउँ होइन बुद्ध पिस पार्कमा आइसकेको छौँ, शान्ति डाँडामा हेर्न सक्नुहुन्छ है। भ्यू चाहिँ अक्खा छ हेर्नु, दामी है। अनि यता चाहिँ हाम्रो साखर दाइ हुनुहुन्छ। हेलो, हामी चाहिँ आज बिरानी क्रममा चाहिँ शान्ति डाँडा स्थित हामीले अस्ति मिस गरेको ठाउँ जुन चाहिँ हामी जानु पर्ने थियो। अस्ति अब अहिले समयले जान पाइएन किनभने आज अलिकति टाइम रहेको छ। अब हामीले बाइक रोकेर चाहिँ अब जान लागिरहेको छ। जाँदै गर्दाखेरि यहाँको सिनहरू हेर्दाखेरि कस्तो मोह लाग्ने खालको एकदम चित्रदेखि नै कस्तो एकदम माया लाग्ने खालको ठाउँ रहेको छ। झन् त्यहाँमाथि पुऱ्याएर त कल्पना नगरौँ होला कस्तो राम्रो छ होला। बाइक अब चाहिँ हामी है त दाइले भन्दैछ यो चाहिँ पिस हो क्या यो चाहिँ होइन। कि अब लामाहरू मुङ भएर आएर चाहिँ यहाँ अब ध्यानहरू गर्नुहुन्छ होइन, सक्नुहुन्छ। यहाँ सनराइज पनि सनसेट हुन लागिसक्यो, सनराइज भएको थियो फेरि सनसेट हुन लागिसक्यो है त। ल है त ल गेट पनि अप्ठ्यारो खाएको हेर्नु न, गेट मात्रै हेर्नु न पहिला गेट। ल जाउँ माधव, कस्तो लागिरहेको तिमी अहिले यहाँ? एकदम राम्रो है त। ल मनोरम दृश्य झन्डा हेर्नु न, झन्डा मात्रै कस्तो भइरहेको छ। मनोरम लाग्ने यस्तो त छ भने मैले अर्गाउन सोचे पनि थिइनँ। तर मैले सोचेभन्दा मैले धेरै नै बढी मात्रामा चाहिँ सोचेभन्दा बढी भयो है। ल त हिँड्दै गरौँ ल। झन्डाहरू हेर्नु न, हावाले कस्तो दामी। यो टपतिर भएर पनि झन्डाहरू पुरै फरफरेर गरिरहेको छ होइन। यताबाट चाहिँ भ्यू अगाडि पनि दामी आउँछ। अनि डिजाइन हेर्नु नि, तलपट्टिको डिजाइन। ल गाइस हामी चाहिँ फाइनली आइपुग्न लाग्यो भन्दा नि हुन्छ। अनि माथि नै छ होला है। हाम्रो बसिरहेको छ विचार गर्दाखेरि माथि नै छ। माथि गएर टिसर्टदेखि लिएर डिजाइनदेखि लिएर सिलदेखि लिएर हरेक कुरा राम्रो रहेको छ। यहाँ चाहिँ धारा आउन छोड्यो है। ओ वाइटै वाइट गुम्बा जस्तो। ओ माई गड, कस्तो लाग्दा यो बाटोमा कति परेर हुन्छ दामी लाग्यो। बुद्ध भगवानको मूर्ति फोटो त अभियसली खिचि नै हाल्छौँ होइन। अनि त्यो अगाडि चाहिँ बुद्ध भगवानको मम्मीको मूर्ति टेम्पल चाहिँ तल जाने रहेछ, मायादेवी टेम्पल। सो हामी त्यहाँ पनि जाउँला होइन त। र अब तपाईँहरूलाई चाहिँ हामी फाइनली हामी चाहिँ यो बुद्ध पार्क घुमेर आइसकेको छौँ। लास्टै पिसफुल छ अनि राम्रो पनि छ। माथि चाहिँ मायादेवी टेम्पल पनि छ होइन, त्यो पिसफुल पनि छ है त। हेलो गाइस, अब हामी चाहिँ यहाँबाट सबै भ्रमण गरिसकेर यस्तो पिसफुल ठाउँमा चाहिँ हेरेर हामी यहाँबाट तल आइसकेको छौँ। अब हामी नगरकोटको लागि चाहिँ गइरहेको छौँ। अहिले राति पनि गर्नु लाग्यो। यस पोर क्वालिटी आयो भनेर चाहिँ नभनिदिएर, किनभने रात परिसकेको छ। ल तपाईँलाई चाहिँ हामी अपडेट दिइराखौँ ल है त। गाइस फाइनली हामी चाहिँ नगरकोट भ्यू टावर फाइनली पुगिसकेको छौँ। अन्त चाहिँ पुरै रात भएको छ हेर्नु सक्नुहुन्छ। रात भएको छ। हामी चाहिँ यहाँ अब अन्तिम डेस्टिनेसन आउने अर्को पोइन्टमा आयौँ। अब हिँड्दै बाटोको अवस्था
कुराहरू सबै विचार गर्दै गर्दाखेरि चाहिँ हामी ठ्याक्कै नर्मल पोइन्टमा आयौँ। यहाँ चाहिँ अब बिहान बसेर हेर्नुको लागि राम्रो दृश्यको लागि राम्रो थियो। हामी चाहिँ आउँदैन साँझ पऱ्यो त्यही पनि अब सिनहरू दुईवटाले घुम आइरहेको अहिले यो चाहिँ हो भ्यू टावर बनाउँदै गरौँ न। अहिले चाहिँ रातो पऱ्यो त्यो जस राति नाइट भ्यू चाहिँ यहाँबाट खतरा नै आउँछ, म त्यो ग्यारेन्टी लेखेर दिन्छु होइन। यहाँ दिउँसो भएको चाहिँ मान्छे आउँथ्यो, अहिले चाहिँ राति भएर चाहिँ दामी छैन। यहाँ मान्छेले भन्छ कि बब्बाल भ्यू आएको अरे। अब हामी पनि जान्छौँ है त त्यहीँ। तपाईँलाई एकैचोटि लास्ट अपडेट हो। हामी चाहिँ यहाँ जुन चाहिँ आउँछौँ भन्ने हिसाबले पहिले पनि भनिरहेको थियो। अब अलि समय व्यस्त कामले गर्दाखेरि अब बाटोमा चाहिँ टक्क अब सबै ठाउँहरू घुम्दै घुम्दै आउँदाखेरि चाहिँ अन्तिम डेस्टिनेसन भयो। आउने क्रममा चाहिँ यहाँ अब ढिलै भए पनि आइयो भनौँ। अब जे जस्तो हुन्छ, रातिको टाइम पनि छ, अलिक चिसो मौसम पनि छ, माथिको डाँडा अब अलिकति एकदम कुल छ प्लेस चाहिँ भन्दै अब बाँकी अपडेट। सो यो गाइस फाइनल हामी चाहिँ नगरकोटबाट अनि घर आइपुगिसकेका छौँ। होइन आउँदा चाहिँ निकै राति भइसकेको छ, हेर्न सक्नुहुन्छ रातिको 9 बजिसकेको छ हामी आउँदाखेरि चाहिँ। सो आज चाहिँ हामीले तपाईँहरूलाई भनेको जति ठाउँ चाहिँ पुरै घुमेर नि आइसकेको छौँ। सो आज चाहिँ निकै नै रमाइलो लाग्यो मलाई। सो मैले भन्दा नि हाम्रो साकर दाइले चाहिँ राम्ररी भन्नुहुन्छ है त हामी कहाँ कुन ठाउँ घुम्यो कस्तो गऱ्यो भनेर। हेलो गाइज, फाइनली हामी चाहिँ नगरकोटबाट घर आइसकेका छौँ। अब आउने क्रममा चाहिँ अलिकति ढिलै भयो, किनभने हामी तपाईँले नगरकोट भ्यू टावरमा जाँदाखेरि पनि हामी रातिको टाइममा गएको थियौँ। त्यो बेलामा पनि तपाईँहरूलाई हामीले किने बिस्कुटमा सबै भनेको थियो। आउँदाखेरि चाहिँ अहिले ठ्याक्क त्यस्तै रातिको 9 साढे 9 बज्यो। यसै टाइममा आइयो। जस मौसमले आज दिनभरि नै साथ दियो। आउने क्रममा राति चाहिँ अलिकति हल्का रात परेको हुनाले अलिकति त्यस्तै टाइमहरू भयो। आज जस त्यो ठाउँमा गएर रमाइलो गरियो, चिल आउट गऱ्यो, ह्याङआउट भयो। जस सोचेभन्दा धेरै राम्रो भयो, किनभने मौसमले एकदम धेरै नै साथ दियो। र त्यस्तै साथ दिनको लागि चाहिँ आज साथमा ग्याजन भाइ अनि अर्को भाइ पनि रहेको थियो। अर्को भाइले चाहिँ के कस्तो लाग्यो भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। भाइ तिमीलाई आज कस्तो भयो? राम्रो ल। फर्स्ट टाइम नै तिमी नगरकोट गयो होइन? जाँदाखेरि चाहिँ तिमीलाई लगभग के भयो? केही भएन? के भएन? रमाइलो भएन? के भएन भने फेरि रमाइलो भयो भने यो अलि अनौठो खालको कुरा भयो। जेसो सोच्यो भने रमाइलो भयो नि। जेस भाइले नि भन्यो भने सोच्यो भने रमाइलो हो। भाइले चाहिँ अलि जिस्किने बानी छ, त्यही भएर अलि बिचमा रोस्ट पनि उसले हान्छ। अहिले चाहिँ लगभग रोस्टै हान्यो होला जस्तो मलाई लाग्यो। भन्न चाहन्छु। र हामीलाई आज साथ दिन चाहिँ हाम्रो नयाँ भ्लगमा के अरे एसकेएनजी भ्लगमा साथ दिनको लागि चाहिँ भाइ थियो। भाइ सधैँ हुन्छ भन्ने छैन। यस आज चाहिँ हामीलाई साथ दिनको लागि ऊ आएको थियो भन्न चाहन्छु। अब यही हो, यो चाहिँ हाम्रो सेकेन्ड भ्लग रहेको छ। तपाईँहरूलाई के कस्तो लाग्छ होइन, कृपया हाम्रो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। अनि साथमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिएर के कस्तो लाग्छ, फेरि आउने दिनहरूमा तपाईँहरूलाई कतिको मनपर्छ पर्दैन, त्यस्तै भ्लगहरू हेर्न मन छ भने अझै हाम्रो हौसला दिनु होला, प्रोत्साहन दिनु होला। र यस्तै सधैँ माया र साथ सधैँ गरिरहनु होला भन्दै अहिले बिदा हुन चाहन्छु। फेरि अर्को भ्लगमा भेटौँला। सी यू गाइज। ल दाइले चाहिँ सबै कुरा भनिसकेको छ, मैले के भन्नु परेन। सो हामी चाहिँ भ्लग एन्ड गरिहाल्यौँ यहाँबाट। सो आजले यति भन्दै हामी यो अर्को नेक्स्ट भ्लगमा भेटौँला। अर्को भ्लग झन् धमाकावाला हुने भन्दै आजको लागि बाई बाई।